हाम्रो धर्ममित्र सबैजनालाई नमस्कार र सबैजना सुख होस् भन्ने प्रार्थना गर्दछु। आजको यो छोटो विषय चाहिँ के हो भने हाम्रो जीवन चाहिँ थाहै हो कि अस्थायी हो। अब इङ्ग्लिस भाषामा भन्यो भने पर्मिनेन्ट इम्पर्मिनेन्स। सबैजनाले भन्छ संसारमा पैदा भइसकेपछि मर्नै पर्छ, बाँच्ने कोही पनि छैन। हामीले सबैजनाले भनिरहन्छ, तर पनि जब हामीले काम गर्न सुरु गर्छ अनि हामी हजारौं वर्ष बस्छ, सयौं वर्ष बस्छ भन्ने मनमा लिएर हामीले काम गरिरहेको छ। हो, तर पनि सबैजना अलि आयु लामो बसौँ, केही न केही गरौँ, होइन, नाम कमाऊ, धन कमाऊ भन्ने सबैजनाको एउटा इच्छा छ। तर पनि जुन हामीले सोचिरहेको इच्छा चाहिँ पुरा हुन्छ हुँदैन, त्यो हामीले भन्नु सक्दैन। जब हामीले गौतम बुद्धको एउटा ध्यान लिन्छ, होइन, गौतम बुद्ध भन्ने चाहिँ कस्तो हो, कहाँ जन्म भएको हो, उहाँले के उपदेश दिएको छ, के सन्देश दिएको छ, हाम्रो लागि के बाटो देखाइरहेको छ, त्यो हामीले महत्त्वपूर्ण चाहिँ पहिले त्यो हामीले जान्नु चाहिँ एकदमै महत्त्वपूर्ण रहेछ, होइन। सबैजनाले भन्छ गौतम बुद्ध नेपालमा जन्मेको हो, तर पनि गौतम बुद्ध नेपालमा किन जन्मियो, होइन, हामीले नेपालीहरूले के गर्व गर्नुपर्छ, हामीले गौतम बुद्ध नेपालमा जन्मेको हो मात्रै भनेर नभएर, होइन, हामीले उहाँले दिएको सन्देश र उपदेश, होइन, मान्छेलाई हिंसा नगर, होइन, मान्छेलाई दुःख नदेऊ, होइन, झुटो नबोला, होइन, धुम्रपान धेरै नगर, होइन, मान्छेको जीवन एउटै हो, सुख चाहिने र दुःख नचाहिने, मान्छेबाट पशु पक्षीसम्म लिएर अनि मान्छेलाई यताउता दुःख नदियो, होइन, सकेसम्म मद्दत गर्नेको प्रयास गर, त्यो गर्नु नसक्यो भने मान्छेलाई दुःख नदेऊ भन्ने चाहिँ एउटा हाम्रो गौतम बुद्धको महान सन्देश र महान प्रवचन उहाँले दिनुभएको छ। यो प्रवचन चाहिँ कोही दाजुभाइहरूले सोच्ला, दिदीबहिनीहरूले सोच्ला यो त बौद्ध धर्म मानेको लागि मात्रै हो भन्ने सोच्ला, त्यस्तो होइन। गौतम बुद्ध जब उहाँले बोधगयामा बुद्ध प्राप्त गरे, होइन, बुद्धि प्राप्त गरेर उहाँ बुद्ध भयो, त्यो टाइममा बोधिचित्त र शून्यताको ज्ञान प्राप्त गर्दाखेरि बोधिचित्त भन्ने चाहिँ संसारको पशु पन्छीदेखि लिएर मानवतासम्म सबैजनालाई म एकै किसिमबाट हेर्छु, एकै किसिमको म दया माया गर्छु भनेर उहाँले बोधिचित्तको ज्ञान प्राप्त गरेको। बोधिचित्त भन्ने चाहिँ अनि बौद्ध धर्म मान्नेहरूलाई म साथी गर्छु, दया माया गर्छु, बौद्ध धर्म नमान्नेहरूले म गर्दैन भनेर बोधिचित्तको ज्ञान प्राप्त हुँदैन। शून्यता भन्ने चाहिँ पनि त्यही हो, सबैजना एक आफन्तभित्र भर परिरहेको छ, होइन, भर नपरेको एउटा चिज पनि छैन भनेर उहाँले भन्नुभएको छ। त्यो हामीले राम्रोसँग जाने भने अनि शून्यता भन्ने चाहिँ के रहेछ भन्ने त्यहाँबाट अलिकति थाहा हुन्छ। त्यस कारणले गौतम बुद्ध जब गौतम बोधगयामा उहाँले बुद्धिबाट बुद्ध प्राप्त गर्यो, त्यही दुईटा मार्गबाट बोधि चित्त र अनि शून्यताको बाट उहाँले गौतम बुद्धको उहाँले बुद्ध प्राप्त गरेको। त्यस कारणले हामी जो भए पनि, होइन, संसारको धर्म अलग अलग भयो भने सबैजनालाई एउटा सुखको बाटो देखाउने चाहिँ देखाउने र दुःखबाट हराउने चाहिँ अनि गौतम बुद्धले एकदमै स्पष्ट गरेर हामीलाई दिनुभएको छ। त्यस कारणले हामी
नेपाली दाजुभाइ दिदीबहिनीहरूले के सोच्नुपर्छ भने गौतम बुद्ध चाहिँ एउटा हाम्रो सुखीको मार्ग, सुखीको बाटो देखाउनेको एउटा एकदमै अ, अ, कस्तो भन्नु होइन, महान अ, वैज्ञानिक भनेर सोच्नु सक्यो भने अनि हामी एकदमै गर्वबाट होइन, मान्छे जुनसुकै मान्छेलाई भन्यो भयो भने गौतम बुद्ध भने नेपालमा जन्मेको हो, गौतम बुद्धले दिएको उपदेश यो हो, गौतम बुद्धले दिएको सन्देश यो हो, गौतम बुद्धले देखाएको मार्ग भन्ने यो हो भने हामी एकदम गर्वबाट भन्न सकिन्छ। त्यस्तो नभए जब आफूलाई फाइदा हुनेछ भने अनि गौतम बुद्धको नाम लियो, बेफाइदा छ भने अनि गौतम बुद्ध बाटोतिर राख्ने, त्यस्तो गऱ्यो भने हाम्रो राम्रो हुँदैन। त्यो हामीले पाप र धर्मबाट पनि राम्रो हुँदैन। एउटा गौतम बुद्ध नेपालमा जन्म लिएको